नजान लागेको सेजीलाई खाइ मन गर्न है त ल हाम्रो पछि पछि आउनुहोस्। अनि यो चाहिँ हामी बसेको ठाउँ हो। यसलाई चाहिँ दान्जी भन्छ। हेर्नुहोस् त कति राम्रो कति सफा छ हाम्रो यो ठाउँ चाहिँ। आज त्यस्तो घाम लागेको छ अनि एकदम गर्मी पनि छ है। अनि मेरो छोरा चाहिँ यहाँ सेजी अब आज सुत्दैन किनभने सुतिरहेको मान्छे हो। उसको यहाँ हात्ती खेल्ने कुरा छ है मेरो पुत्रो। अनि म यहाँ छु अनि यहाँ चाहिँ मेरो छोरा यहाँ अब सब फाल्छ यसले फेरि यस्तो गर्छ अनि रिसाउँछ। रिस फेरि कति खतरा छ नि खतरा छ सानो मान्छेको। हामी चाहिँ अब बाबुको लागि चाहिँ सपिङ गर्न जान लागेको। सपिङ भन्नाले बाबुको डाइपरहरू सकिया अनि हल्का फुल्का खानेकुराहरू त्यही हो। अनि अब फर्केर चाहिँ अनि पार्क जान्छौँ हामी बाबुलाई लगेर फेरि किनभने भोलिबाट चाहिँ फेरि सेजीको पापाको काम हुन्छ। काम भएपछि निस्किन पाउँदैन अनि त्यही भएर 2 दिन चाहिँ हामी मस्त घुम्छौँ है त गाइस। अनि चाहिँ हामी आमा छोरा गीत गाउँदै नाच्दै गाउँदै हामी चाहिँ लाग्यौँ। अनि यो चाहिँ हाम्रो गाउँतिरको बाटो हो। यो चाहिँ एकदम गाउँ भएको भएर एकदम हरियाली डाँडाकाँडा छ र मलाई चाहिँ फेरि आजकल यहाँ बसेको 4 वर्ष भएर होला एकदम रमाइलो लाग्छ। यो चाहिँ अन्नास्था स्टेसनको माथि हो। यो चाहिँ एकदम ठुलो कम्पनी छ है। यो चाहिँ यहाँ चाहिँ अब नेपालीले काम गर्छ गर्दैन थाहा छैन तर बेकामीहरू चाहिँ छ। अनि मेरो छोरा चाहिँ जुत्ता खेल्दै हुनुहुन्छ र हामी चाहिँ आइपुग्न लाग्यो बाबुलाई सपिङ गर्ने ठाउँमा। र त्यहाँ हेर्नुहोस् कति राम्रो छ। अब तपाईँलाई म देखाउँछु। अनि यहाँ चाहिँ मेरो पुन्टोको बाउ छोरा पछाडि आउँदै हुनुहुन्छ। अनि यहाँ चाहिँ बेबीहरूको लागि सबै थोक पाउँछ के सबै थोक। र ल हेर्नुहोस् अब सँगै जाम ट्यान कति राम्रो छ। हेर्नुहोस् यहाँ बेबीहरूको लागि लुगादेखि सबै कुरा पाउँछ। लुगाहरू पनि एकदम सस्तो हुन्छ यहाँभित्र चाहिँ किनभने एकदम राम्रो क्वालिटीको पनि हुन्छ र सस्तो पनि हुन्छ। बच्चाहरूको लागि चाहिँ एकदम फेसिलिटी। अनि जापान चाहिँ मलाई यही कुराको राम्रो लाग्छ कि सबै कुरा पाउँछ। अहिले चाहिँ गर्मीमा लाउने लुगाहरू आइसकेछ। मेरो पुन्टेको बाउ छोरा चाहिँ हेर्दैछ। हेर्नु न छोरीहरूको लुगा कति राम्रो यो बेबीहरूको यो छोरीहरूको लुगा देख्दा त मलाई त फेरि एउटा छोरी पाइदिउँ चाहिँ लाग्छ कि फेरि जोक गरेको है। अनि कस्तो के बच्चाहरूको लागि सामान किन्नको लागि चाहिँ निसीमा चुया नै जानु होला किनभने यहाँ एकदम सस्तो हुन्छ। आकाज्याङ पम्पो भन्दा यसमा सस्तो लाग्छ है मलाई चाहिँ। लुगाहरूदेखि खानेकुरा त उस्तै हो। लुगाहरू चाहिँ यहाँ सस्तो छ। अनि डाइपर मैले चाहिँ पहिला यो प्याम्पर युज गर्थेँ। अहिले चाहिँ मेरो बजेटले नभ्याएर अनि मैले चाहिँ अहिले अर्कै युज गर्छु र अहिले चाहिँ म तपाईँलाई रिकमेन्ड गर्छु। त्यो पनि मेरो दिदीले भनेर हो। यो चाहिँ मैले पहिला अहिलेसम्म युज गरेको अनि अबबाट चाहिँ म अर्को प्याम्पर युज गर्न लागि अर्को डाइपर प्याम्पर होइन डाइपर युज गर्न लागिरहेको छु। त्यो डाइपर चाहिँ म देखाउँछु। त्यो डाइपरको नाम चाहिँ बेबी पान्चु भन्ने हो होइन। यो सबै खालको पाइन्छ सस्तो महँगो राम्रो। तर मैले चाहिँ अहिले चाहिँ यो बेबी पान्चु युज गरेको छु। 2 हप्ता भयो। मलाई चाहिँ राम्रै लाग्यो। सस्तो पनि छ राम्रो पनि छ। अनि त्यही भएर पहिला मैले एल साइजको युज गर्थेँ र मेरो बाबुलाई यो एल साइजकोले अलिक सानो भयो। अनि मैले चाहिँ अब चाहिँ अलि ठुलो एल पनि होइन पहिला मैले एक्सेल हो क्या हो। अनि 11 देखि 14 को युज गर्थेँ क्या हो। अनि अब चाहिँ अलिक यो युज गर्थेँ पहिला। अब चाहिँ यो सानो हुन्छ कि मेरो बाबुलाई अलि अनि म चाहिँ अलि ठुलो युज गर्ने भनेर यो तलको त्योभन्दा ठुलो युज गर्नलाई किन्न लागिरहेको छु। र यहाँ चाहिँ बेबीहरूको लागि खानेकुराहरू सबै छ सबै थोक। म त हेर्दा खातिर मेरै हुन्छ नि। बाबुलाई त्यही यो सस्तो खालको यो लगाइदिनु गरेको छु अहिले। अनि यो राम्रो हुने रहेछ। यो चाहिँ मलाई मेरो दिदीले भनेर हो किन्न थालेको राम्रो छ। अनि बाबुले खानेकुराहरू होइन हाँसीहरू। अनि यहाँ चाहिँ हाँसी सासी सबै छ है। यो बेबीहरूलाई हाँसी चाहिँ अब खाना सिकाउनको लागि यो चाहिँ ठिक हुन्छ कैँची टाइपको। अनि एकदम मजाको भाँडाहरू छ हेर्न सक्नुहुन्छ।
मेरो बाबुलाई किनिदिम लाग्छ तर कति किन्ने बच्चाको सामान जति किने उति क्युट अनि घरैभरि छरपष्टै सम्हाली साध्य छैन अनि त्यही भएर मैले चाहिँ किनिनँ अनि म चाहिँ अब खानेकुराहरू किन्न लागेँ अनि मैले चाहिँ यो बाबुको खानेकुराहरू चाहिँ यो रेडिमेड चाहिँ मैले बाहिर हिँड्दा सजिलो हुने भएर किनेको किनभने घरमा चाहिँ बिहान र बेलुकी मैले चाहिँ आफैले पकाएर खुवाउने गर्छु अनि यो चाहिँ मैले डेमा कहिलेकाहीँ नभ्याउँदा र बाहिर जाँदाखेरि चाहिँ यो खानेकुरा लिन्छु अनि खुवाउन पनि सजिलो हुन्छ बाहिर बनाइरहनु परेन अन्त कतै डुल्दाखेरि ट्याक्क खोल्यो दियो अहिले गर्मी महिनामा तताउन पनि पर्दैन र यो चाहिँ फ्रुट्सको प्युरीहरू अझै पनि खाइरहेछ अनि मैले चाहिँ बाबु लिएर मैले चाहिँ मेरो बुढालाई तपाईँ चाहिँ त्यहाँ रेजीमा जानु भने काउन्टरमा अनि ऊ चाहिँ काउन्टर जानुभयो अनि म चाहिँ यसो भिडियोहरू क्लिपहरू लिँदै गरेँ अनि त्यसपछि हेर्नुहोस् त कति राम्रो चिजहरू छ नि म त जे होस् जापान चाहिँ एकदम राम्रो अनि हामी खाइमन सक्यो त्यो पनि यहाँ चाहिँ महँगै छ अनि यहाँ चाहिँ घुम्दा यो बेबीसीमा राखेपछि त उसलाई के हुन्छ यस्तो हुन्छ बेबीसीमा राखेपछि पल्ले बाबुलाई अब चाहिँ हामी हिँड्यौँ अब गाडीमा तेल हाल्न बाँकी छ तेल हाल्नलाई गयौँ र तेल हाल्ने ठाउँमा चाहिँ खुल्ला भएको भएर जाने बित्तिकै तेल हाल्न पायो यहाँ चाहिँ सेल्फ भएको भएर मेरो बुढा चाहिँ आफै गएर हाल्न लाग्नु भएको छ र हामी चाहिँ तेल सेल हालिसकेर हामी चाहिँ पार्कतिर गयौँ अनि पार्कमा चाहिँ आज 8 बजेबाट नै प्रोग्राम थियो तर हामी चाहिँ अब नजिकै घरको अब खानासाना खाएर यताउति गर्दाखेरि हामी चाहिँ ढिलो दिउँसोमा पुग्यौँ हेर्नुहोस् त कति रमाइलो भुराहरू खेलिरह यहाँ खेलेपछि मेरो बाबुलाई पनि त्यहाँ राखेर अनि बाबुलाई पनि डुलायौँ हेऱ्यौँ एकछिन खेल्यौँ अनि यहाँ चाहिँ एकदम रमाइलो छ कि आज चाहिँ अनि त्यहाँ रेल चढेर घुर्ने पनि रहेछ अनि त्यसपछि मलाई चाहिँ मेरो बुढाले तपाईँ र छोरा चढ्नु भन्यो अनि म पनि हुन्छ भनेर अनि हामी आमा छोरा त्यहाँ रेलमा चढ्नलाई मेरो बुढा टिकट काट्न जानुभयो र त्यहाँ टिकट काटिसकेर हामी चाहिँ ट्रेनमा चढ्नलाई लाइन बसेँ र मभन्दा अगाडि 2 जना जापानिजहरू पनि रहेछ उनीहरू पनि चढ्यो अनि म पुरा बाबु सुरुमा त मेरो बाबु मानेको थिएन अनि डराएको जस्तो भयो त्यो ट्रेनको सिटमा बस्न मानेन अनि मैले चाहिँ मेरो छोरालाई मैले काख्ने लिएर अनि जाऊँ त जाऊँ भनेको फेरि जापानिजहरू ओहो बच्चाहरूलाई फेरि कति माया गर्छ एसएससी पनि अनि ल बाई गर्दा हामी त गयौँ अनि त्यो ट्रेनको टिकट चाहिँ 200 रुपियाँ थियो जापानिज ट्रेन अनि त्यहाँ चाहिँ 2 राउन्ड घुमाउने रहेछ मेरो बुढा चाहिँ 1 राउन्ड घुमाएर यति नै होला भन्ने सोच्नु भएछ फेरि अर्को राउन्ड पनि घुम्ने अनि बिचराले फेरि अनि त्यहाँ भिडियो गर्नुहुन्छ र त्यहाँ चाहिँ चिडियाखानाबाट बाख्रा कछुवा अनि खरायोहरू पनि ल्याएको थियो र त्यहाँ चाहिँ खानेकुराहरू पनि टन्न बेचिरहेको थियो अनि फर्क्यौँ भनेको त बाबु मान्दै फेरि जाऊँ न त खेलाउनलाई भनेर त्यहाँ अनि त्यहाँ बाबु खेल्यो एकछिन रमाइलो गरिरहेछ मेरो पुन्टुरो बिचरा हल्लाइदिनु न यसरी होइन क्या यसरी अनि बाबु पनि त्यहाँ एकछिन खेल्यो रमाइलो गऱ्यो र फेरि बाबा चाहिँ चिप्लेटी खेल्नु पऱ्यो छोरालाई भन्नुभयो ल नि त भनेर चिप्लेटी खेल्न लगेँ अनि खेल्यौँ हेऱ्यौँ रमाइलो गऱ्यौँ अनि त्यसपछि हामी चाहिँ भोक लाग्यो त्यहाँ चाहिँ खानेकुराहरू बेच्न राखेको रहेछौँ अनि हामी चाहिँ मैले चाहिँ नान तन्दुरी खाएँ मेरो बुढा चाहिँ नान तन्दुरी नै खानुभयो र मेरो बाबु चाहिँ यताउति खेल्न हेरिरहेको छ र त्यहाँ चाहिँ 2-4 जना पुच्चीहरू खेलिरहेको थियो अनि मेरो छोरो चाहिँ त्यो झारमा जानलाई एकदम खोज्ने के अनि बाबा चाहिँ एकछिन लगेर खेलाउनु भयो तपाईँको साइडमा हट्दा पुरा बाबुलाई खिचेको
त्यसले के खा है त्यसलाई दुखी आइन केटी भएको ठाउँमा जानु मन लाग्यो आजको दिन चाहिँ हामी यसरी नै रमाइलो गऱ्यौँ। तपाईँहरूलाई मेरो भ्लग कस्तो लागिरहेको छ कृपया प्रतिक्रिया दिनुहोला आफ्नो र लाइक कमेन्ट पनि गरिदिनुहोला।